स्वागत छ मेरो युट्युब च्यानलमा। यो चाहिँ फेरि मेरो न्यू च्यानल हो हैन। एउटा भिडियो हालेको छु अनि ब्लग बनाउँदै छु आज म। अनि आज ट्युसन गएर आएको छु। हामी चाहिँ साथमा छौँ। आज दुईजना छ अनि म सृष्टि जेनिसा। अनि आज चाहिँ हामी ट्युसन पढेर आएको छौँ। हाम्रो बिहानको ट्युसन छ फेरि 6 बजेदेखि 6:30 बजेदेखि 8 बजेसम्म। अनि हामी चाहिँ जाँदैछौँ घरतिर। रोमन भनेर आएको त भाइलाई। अनि यो चाहिँ हाम्रो यो खोलापारी भट्टीको चाहिँ फिल्ड हो यो हाम्रो। यहाँ प्र्याक्टिस ट्रेनिङ यहाँ हुन्छ। अस्ति भएर गेम खुलेको छ यहाँ हैन। त्यसपछि चाहिँ अनि अलिक सपोर्ट देखाउनु पर्यो गाइज हैन। बिस्तारै बिस्तारै हुन्छ। आइरहेको होला कालो आइरहेको होला। कालो आइरह छैन यता जाऊ त अगाडि। कालो आइरहेछ भन्छ छ आइरह। कालै भर्खर नयाँ खोलेको आइडी हो नि त त्यही भएर च्यानल। मोबाइलको क्यामेरा फेरि अहिले अलिक ठिकै छैन। स्ट्रगल गरेपछि पछि सक्सेस पाएपछि चाहिँ आइफोनमा कस्तो यस्तो लगाइ भनेर अलिक चिन्ने हुन्छु होइन। अनि यो चाहिँ ट्र्याक्टर आउँदैछ हाम्रो। फेरि यता चाहिँ फेरि खोला छ होइन गाइज। आज उहाँ बिचमा खोला छ। खोला बिचमा खोला छ होइन गाइज। खोलामा चाहिँ फेरि माटो लिएर आउँछ क्या ट्र्याक्टरमा। तर यो ट्र्याक्टर चाहिँ खाली थियो। अनि के भन्नु फर्स्ट टाइम हो। अलिक भन्नै आउँदैन मलाई। अब कसरी बोल्छ यार। उता फर्केर चाहिँ यता देखाउँछ। तिमी चाहिँ उता फर्केर आएछ। तिम्रो अनुहार चाहिँ देखाउ न भनेको। यताबाट उज्यालो आउँछ किनकि यता घाम छ। के भन्नु अब अरू। अब चाहिँ घर खोला आइपुगिसक्यौँ हामी होइन। घर गएपछि अब हाम्रो घरमा काम हुनेछ। काम मम्मीलाई सघाउनु पर्ने हुनेछ। हाम्रो मम्मीलाई सघाउनु पर्छ होइन। अनि खानसाना खाने हो मोबाइल चलाउने एकछिन। त्यसपछि मस्त सुत्ने हो कि जङ्गल गयो हुन्छ आज गाइस होइन। खोइ हेर्नुपर्छ। हाम्रो खोला चाहिँ फेरि यस्तो चाहिँ खोलाको नाम चाहिँ फेरि सुन्दरी खोला भनेर चिन्छ यसलाई। यता पोखरी जाने बाटो छ। कहिले काहीँ चाहिँ यहाँ बस्न सकिन्छ। स्कुलबाट आइरहेको बेलामा यहाँ सकिन्छ होइन। फेरि खोलामा चाहिँ यति फोहोर खाले हुन्छ गाइस हेर्नुहोस्। खोलामा फेरि यति फोहोर यता फेरि खोला हाम्रो छ। फेरि कहिले पानी राम्रो आउँछ बाढी आउँछ धरतरबाट आउँछ मान्छेहरू किताबबाट। अनि फेरि यता डाँडाहरू चाहिँ फेरि राम्रो राम्रो छ। मन्दिर छ वहाँ धर्मेश्वर मन्दिर उयो साइडतिर छ। यो साइडतिर माथि छ अलिक म अगाडि साइफोन। यो चाहिँ फेरि यस्तो छ है गाइस। बालुवा छ तर ठिकै छ। तर चाहिँ गाइस मलाई सपोर्ट गर्नु है। घर जाने बाटो हो यो चाहिँ। यो चाहिँ अब जङ्गल जाने यता जङ्गल यही हाम्रो जङ्गलहरू आयो। दुईजना चङ्गो मङ्गो। त्यसपछि गाइस त्यो चङ्गो मङ्गो चाहिँ हाम्रो ट्युसन पढिरहेको थियो। अब के गर्छ त्यहाँ। अनि यहाँ फेरि हाम्रो खोलामा फेरि गाइस यति चप्पल फ्याल्छ गाउँभरि सबको खुट्टामा चप्पल। अरे कहना क्या चाहते हो। यहाँबाट आएर लादा पनि नयाँ चप्पल फ्याल्छ। फेरि सब चप्पल नयाँ थियो जुत्ता चप्पल सबै। अब भरे एडिट गर्छु अनि हाल्नु पर्यो। चिजलाल पठाऊ युट्युबमा लुमा पठाइदिनु त्यसै युट्युबमा। अनि तिमीले हावा तल बना जस्तो लाग्यो युट्युबमा हाल्दा। त्यसपछि गाइस हामी घर पुग्न आँटेछौँ होइन। फेरि हातै दुइसक्यो। हात छोटो बनाएको फेरि मेरो एडिट गर्यो भने मतलब लास्टै अड्किन्छ क्या एडिट गर्नु गाइस। फेरि मेरो मल फेरि यस्तो छ है। यस्तै मलबाट अहिले काम चलाउनुपर्छ। अहिले यो सृष्टि उसको मल हो। उसको मलबाट यस्तै यो फेरि बनायो भने फेरि यसमा अलिक राम्रो आउँदैन क्या। त्यही भएर सपोर्ट देखाइदिनु। अनि एडिट गर्दा पनि अड्किन्छ गाइस हैन। तर अब गर्नुपर्छ एकचोटि यार। कस्तो एउटा रनिङ गर्न गएको बिहान सब एडिट गरे थिएँ क्यापकटबाट ऊ एक्सप्लोड हो कि खै के गर्न आँटेको थिएँ। आउँछ क्या मलाई पनि एक्सप्लोड गरेको थिएँ हुँदै भएन धेरै। मोबाइल यो कम जिबीको भएर अब कि मम्मीको मलबाट गर्छु लगाऊ होइन। अनि तिम्रोमा साएर मम्मीको मलबाट गर्छु यार। मेरै मलबाट गर्छु। अनि गाइस हाम्रो चाहिँ गाउँको नाम चाहिँ हो धरमपुर। अनि हाम्रो टोललाई चाहिँ राइटोल भनेर चिनिन्छ होइन।
फेरि बिहान ठिकै घाम छ ठिकै छ घाम सृष्टि सब्सक्राइब हाल्नु छ मेरो च्यानल तिमीले दिपेशले हाल्नु सबलाई वर्कआउट बोय बेत हैन आइस फिटनेस अरे ब्लगिङ छ क्या त्यो कसिब उसले फेरि मतलब उसको पनि बनाउँछ ए त्यो के अरे छैन के पनि हैन वर्कआउट गरेको भिडियोहरु पनि हैन त्यो पहिले बनाउँछ अहिले बनाउँदिन गाइस किनकि अहिले बनाउनै मन लाग्छ छोडो हालको बनाउने हालको के बनाउँथ्यो बडी छ चिरी गान्डेको हुन्छ यो हात दुइसक्यो गाइस हैन यो हातले पक्रिरहेको छु कस्तो देखिरहेछ हिरो देखेको होला ल हिरो अरे हिरो कालो न कालो कालो न कालो राम्रो देखिरहेको रहेछ क्या तुम मेरी बराबरी क्या करोगे यहाँ पे मैं 10 मिनट के लिए फोन स्विच ऑफ कर दूंगी ना अनि गाइस हाम्रो गाउँ चाहिँ हाम्रो प्रवेश गरिसक्यौँ हामी खोला कट्नु आँटेछौँ होइन खोला कट्नु आँटेछौँ ल खोला अब कट्यो अब आयो अनि पुरै भरि हाल्छ गाउँ आयो मिल्दैन लामो भिडियो छोटो छोटो बनाउ अनि हामी चाहिँ आफ्नो गाउँ प्रवेश गरिसकेका छौँ अनि ऊ सृष्टि चाहिँ फेरि मर्चा लिने काम भएर जाँदैछ उसको भाइ आएको थियो मर्चा लिन जानु अरे भनेर अलिक मधुरो देखायो क्या डल्लाएर म चाहिँ घर जाँदैछु अल्छी लाग्छ फेरि गाइस बिहान बिहानको टाइममा घाम लागिरहेको हुन्छ सर्टकटबाट जाने घुमेर जाउँ न अलिक राम्रो भन्छ ब्लग सर्टकटबाट जाने फेरि कराउँछ हामीलाई एकदम सर्टकटबाट अनि गाइस हाम्रो गाउँ चाहिँ फेरिसकेको छौँ हामी यो चाहिँ अलिकति फेरि हेर्न गाइस यो चाहिँ अलिकति मतलब मधेसी टोल गाउँमा मन्त्री पनि छ मन्त्रीको बारी फेरि गाइस ठुलो छ फेरि कस्तो देखेर छ क्यामेरा चाहिँ मेरो मोबाइलबाट बनाएको यो भिडियो चाहिँ मेरो मोबाइलबाट बनाएको अहिलेको चाहिँ त्यही सृष्टिको मोबाइलबाट बनाएको थिएँ अनि मेरो मोबाइलको चाहिँ कस्तो देखाइरहेको रहेछ सृष्टिको चाहिँ अलिक राम्रो देख्नु बिस्तारै हुन्छ प्रगति हुन्छ गाइस अनि हाम्रो चाहिँ फेरि यता जाने रियल बाटो चाहिँ यो सिधै माया गर्नुभयो भने चाँडै हुन्छ अनि यो हामी सर्टकट यो घर पुगेर चाहिँ सिधै निक्ल्यो भने हाम्रो घर पुगिन्छ त्यसपछि हामी चाहिँ लगाइसक्यौँ एडिट गर्ने लु मधुर देखाएको छ त ल भर्खर पलाएको कस्तो देखेर जाउँ त अगाडि बढेर कालो देखिरहेको छ कस्तो देखिरहेको छ क्यामेरा हेर कालो न कालो कालो न कालो ल्या फ्ल्यास लाइट अन गर्नुपर्छ क्या फेरि कालै छु गाइस भएन त्यो घाममा यताबाट यताबाट उज्यालो दे होस् बिस्तारै भइहाल्छ नि ल गाइस होइन अब जेन्साको पनि घर आयो नाटै यहाँ जेन्साको कुखुरा फारम प्याजहरू रोपेछ जेन्साहरूले उसकै यो चाहिँ फेरि उसको यहाँ कुखुरा फारम छ यहाँ चाहिँ होइन कुखुरा फारममा फेरि यति छ कुखुरा अहिले कुखुरा यति छ गाइस होइन आनन्द रेडियो तपाईँहरू पनि कुखुरा खान छ भने कुखुराको मतलब ब्रोइलरको मासु खानु छ भने यहाँ सम्पर्क गर्न सक्नुहुन्छ खाना छ भने गाइस कमेन्ट गरिदिनुहोस् अर्को पालि भिडियो अर्को पालिको भ्लगमा म सम्पर्क नम्बर हालिदिन्छु त्यहाँबाट सम्पर्क गर हो हेलो यति किलो कुखुरा ओके डन हुन्छ अनि यहाँ पनि सानो बारी छ उनीहरूको अब जेन्सा घर चाहिँ आइसक्यो अनि अब जाँदैछु म पनि आफ्नो घर जेन्सा घर आइसक्यो यहाँ रोमन भाइ चाहिँ बाहिर बसिरहेको रहेछ अनि गाइस म लगाइसकेको छु त्यसपछि चाहिँ आफ्नो घर लगाइसकेको छु मेरो घर चाहिँ आइसक्यो यो चाहिँ मेरो बाबा हुनुहुन्छ ऊ त जाँदै हुनुहुन्छ म चाहिँ आफ्नो घरतिर प्रवेश गर्दैछु मेरो घर चाहिँ गाइस यस्तो छ है यस्तो छ मेरो घर खासै मेरो मान्छे यता हुनुहुन्छ होइन गाइस चामल धुँदै हुन्छ म भिडियो बनाएको भ्लग यस्तो छ है गाइस अनि चाहिँ यहाँ मेरो कल छ भने यहाँ मैले कच्चा सच्चा पालेको छु देखिने नै छ कचौ अलिअलि माछाहरू हुन्छ
मजाले दाल खानाहरू पकाइसक्नु भएको रहेछ। अब चाहिँ गाइस मैले मम्मीलाई अलिकति हेल्प गर्नुपर्ने हुन्छ। मेरो भिडियो छोटो हुन्छ जस्तो छ गाइस। यो चाहिँ मेरो कोठा हो। सानो छ ठुलो अलिक ठिकै छ तर ओछ्यान उठाउनै मलाई लाग्दैन गाइस। म बिहानै हिँडेको थिएँ ओछ्यान कोठाबाट। अब मम्मीलाई मैले भाडा दिनुपर्ने हुन्छ यहाँ। फेरि मेरो किचन चाहिँ यस्तो छ है गाइस। दालमा हाल्ने फ्रिज छ यहाँ, अन्डा सन्डा के छ। चाहिँ म यहाँ मम्मीले दिँदैछु दाल खनाउने भाँडो। त्यसपछि म लागिसकेको छु आफ्नो कोठातिर। अब एकछिन लुगा फेर्नुपर्ने हुन्छ। मैले लुगा फेरेको देखाउने छु तपाईँलाई म भिडियो गरेर। यस्तो छ अलिकति अब यो लुगा लाछु अब। Olha a mensagem. म कोठाबाट बाहिर निक्लिसकेको छु गाइस होइन। तर लाइक सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला। अनि आजको मेरो भिडियो चाहिँ अलिक थोरै नै हुनेवाला छ। यो बाख्रा चाहिँ फेरि सानो छ एकदम उत्ताउलो बाख्रा यहाँ छ। उत्ताउलो एकदम उत्ताउलो छ। यो अस्ति बजामेको यो बोका हो फेरि यो गाइस। यो चाहिँ फेरि चोर आउँदैछ, शुक्ला चोर सुकेनास। त्यसपछि गाइस आज चाहिँ मेरो छोटो भिडियो हुनेछ। मेरो भिडियो यति नै हुनेवाला छ तर एकछिन बनाउँछु अझै। त्यसपछि आफ्नो घरको काम गर्नुपर्ने हुन्छ मैले। यो चाहिँ आइसक्यो आफ्नो बहिनी बोकेर। त्यसको नाम चाहिँ सन्जोक भट्टराई। आइसकेको आफ्नो बहिनी बोकेर। अनि गाइस छोडिदिउँ। यसलाई चाहिँ दुध खुवाउने पालो भइसक्यो। यहाँ मम्मीले चाहिँ दुध खुवाउनुहुन्छ। अब यसलाई दुध चाहिँ खुवाउने स्टाइल हाम्रो यस्तो छ फेरि दुधदानीबाट। ल गाइस मेरो भिडियो अब यति नै खतम हुनेवाला छ। कृपया सपोर्ट देखाइदिनु होला है गाइस। ल बाई।